वेलकम टु ब्याक माई युट्युब च्यानल गाइज। के छ कस्तो छ सबैलाई सन्चै राम्रै होला। हामीलाई पनि ठिकठाक छ। आज धेरै पछि समथिङ 1 वर्षपछि म फेरि युट्युबमा आउँदैछु छाउँदैछु। सो तपाईँहरूको साथ सपोर्ट मलाई फुल्ली चाहिन्छ भन्दाखेरि आज हामी के गर्न चाहन्छौँ भने आज सेलेरी आयो भन्ने हल्ला चले महिनामा 30 दिन काम गरेपछि जम्मा 1 दिन सेलेरी आउँछ कि त्यही पनि हामी यसो चेक गर्न जानु लागेको एटिएम सेटिएम बोकेर बेहुला। ओहो सेलेरी आएको खुसी त्यस्तो हुन्छ। मलाई भने टेन्सन हुन्छ कि सेलेरी आयो भने अब कुन चाहिँ ऋण तिर्ने के गर्ने भन्ने हुन्छ। उता सेलेरी आएपछि त्यस्तो छ। सेलेरी कसलाई दिने होला पहिला। सो तपाईँले हेर्दै राख्नुहोस्। आई होप म बाहिरको पनि तपाईँलाई देखाउँदै राख्छु। भित्र स्पिकर त्यता रहेछ क्या ल हामी चाहिँ बाहिरतिर जाँदै राख्छौँ। रुम त हाम्रो त्यस्तै लडाइँ झुम हुन्छ कि जहिले पनि हाम्रो यता ढोकादेखि लिएर यता अब के हो यो थाइसकेको रुम हो कि खोल्छो जङ्गल झाडी यता होइन। सो बेड भने हरेक मिलाउँछन्। मेरो बेड भने यस्तो एउटा झुम छ बेडमा यस्तो छ। यस्तै हो हाम्रो पारा। सो हामी जान्छौँ अनि यता ल हेर्दै राख्नुहोस्। ढल्का मेरो कम्मर रक्सीको तालैमा। हामी चाहिँ त्यहाँ रिटेल मार्ट भन्ने ठाउँमा हामी जानु लागेको थियौँ कि ठाउँ होइन मार्केट हो। त्यहाँ जानु लागेको थियौँ कि त्यहाँ चाहिँ पैसा चेक गर्ने ठाउँमा लाइन रहेछ कि 20-25जना लाइन। अनि त्यहाँ नभएर त्यो लाइन आउँछ भने त हामी उता ग्रान्ड मलतिर गएर पनि आउँछौँ भनेर हामी चाहिँ ग्रान्ड मलतिर जान लाग्यो होइन। कस्तो ब्रिज कट्यो होइन। सो यस्तो खतरा ब्रिज छ नि यो दामी खतरा छ। टक्क हेर्नुपर्छ कि कताको खुल्छ कताको खुल्दैन भनेर टक्क हेरेर उताको खुलेपछि यताको खुल्दैन बन्दैछ। यता पुरै लाइन छ। केटाहरू हाँस्यो खाने यार भिडियो बनाएको देखेर यार। मलाई फेरि जब मुड हुन्छ नि जोसुकै हाँसे पनि जति हेरे पनि होइन पालै लाग्दैन कि आफ्नो कम्फर्टेबल त्यही नै हुन्छ मेरो। जब भिडियो बनाउने मुडै हुँदा जब सुकिलो जेसुक्यो भने फेरि म भिडियो चाहिँ बनाउन त्यस्तो हो। सो हाम्रो पछि एउटा ऊ पनि आएको छ दोस्त आएको सँगै काम गर्ने नामै बिर्सिन्छु कि म त यसको त यार। अलिबासो वाइ यु सोलो कमिङ Come fast. Running. Fast. अब चाहिँ टक्क हामी मजामा यहाँ चाहिँ हाम्रो गौरव मास्टरले सेलेरी चेक गर्न लाग्यो आफ्नो। सो आएकै छ क्या हौ जिरो रे। पहिले चेक गरेको होला नि तिम्रो हो र यो 1 रुपियाँ 33 पैसा खायो। सेलेरी आएछ पार्टी दिने होला नि। भोलि तिम्रो छुट्टी आउँछ टेन्सन नगर न। फाइनली हामी चाहिँ ग्रान्ड मल पनि आइयो टक्क। के भन्दाखेरि चेक गरेको ब्यालेन्स आइरहन्छ। सो हामी चाहिँ यता आइयो। कसैलाई चाहिन्छ भने भन्दा हुन्छ मैले दामी किनिदिएर गिफ्ट पठाइदिन्छु कसैलाई चाहिन्छ भने होइन। कोही छ मेरो हो नि त्यसलाई म दामी दिन्छु। दामी छ गौरवले आफ्नै सम्मान लगाइदिने होला नि। हामी चाहिँ ग्रान्ड मलबाट निस्क्यो। कस्तो मेरो बोली अचल के भयो रोकिरहेको छ यार। बोली राम्रो आएन कि रोकिरहेको छ क्या। त्यो एउटा केही भन्न लाग्यो भने होइन। तर ग्रान्ड मलबाट हामीलाई केही मन परेन। दोस्रो जाँदैछ म प्लाजा। गौरवले मलाई देखायो भनेर जोक छ यहाँ नदेखाउने रे। मलाई भाइरल नबनाऊ केटीहरू धेरै पछि लाग्छन् ह्यान्डसम छु भन्छन्। के गर्ने भए पछि लाग्ने भए हाम्रो लागुन्न यार। त्यो 1-2टा उधारो दिए पनि हुन्छ गौरवले। ल प्लाजा मल हामी चाहिँ फर्किन लागेको अब चाहिँ है
सबले तान गरेर यहाँ त आउनै हुँदैन कि पला जाँदा उसले उता तान्छ उसले उता जान्छ। सबभन्दा यहाँको मेन कुरा के चाहिँ हो नि यहाँ आएपछि होइन मिठाई भने पेटभरि फेरिमा खाना दिन्छन् केही नखाने यहाँ रुममा गएर खाना पकाएर खाल्ला नि चिया मैले कहिले बोलेको होइन मलाई चिया कफी सोकै छैन चिया खानु र दारू खानु मेरो लागि बराबर हो चिया भन्छ यहाँ आएर चाहिँ के भन्दैछ अरूभन्दा चाहिँ चक्लेट खुवाएर चाहिँ पेटभरि बनाएर पठाइदिन्छन् क्या फ्रीमा त्यही मलाई मजा लाग्छ गोदा 1 रुपियाँ नभएको बेला चक्लेट खानु मन लाग्यो भने प्लाजातिर आउनु हामी चाहिँ यहाँ आएर अब पकौडा चाय खान लागि हो अन्ना पकौडा अन्ना गौरवले अन्ना पकौडा खाने है टक्क ल हामी चाहिँ अब टक्क खान्छौँ सो फाइनली हामी चाहिँ अब रुम फर्किन लागेको अब रुम फर्किनु पर्छ अनि भोलि डे ड्युटी जान 17 दिनसम्म गरेको अब भोलि डे ड्युटी निद्रा लाग्ने होला चितो गराउने होला गएर सुत्नुपर्छ गएर कपडा पनि प्रेस गर्नुपर्छ सो आजलाई मेरो भ्लग यहीँनिर मेरो 2 शब्द मेरो यहीँनिर मैले के गर्न चाहन्छु अन्त्य गर्न चाहन्छु भन्दै अहिलेलाई गुटु मुटु नाइस गाइज रुम चाहिँ जानुपर्छ बाँकी त बाई बाई